यहाँ उपस्थित मेरा सम्पूर्ण विद्यार्थी साथीहरू, सर्वप्रथम त म यो प्रोग्रामको आयोजना गरी मलाई यस विद्यालयको विद्यार्थी भएको हैसियतले आफ्ना भनाइहरू प्रस्तुत गर्न एउटा जुन अवसर दिनुभएको छ त्यसको लागि म विद्यालयप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। विक्रमसम्म 2051 सालमा 8 जना विद्यार्थी लिएर सुरु गरिएको हाम्रो यो बाल जगत आज विक्रमसम्म 2074 सालमा आइपुग्दा 800 विद्यार्थीले हराभरा भएको छ र यसको कारण भनेको हाम्रो प्रिन्सिपल सर र शिक्षक शिक्षिकाहरूको मेहनत, लगनशीलता र अनुशासनलाई लिन सकिन्छ। त्यसैगरी हाम्रो विद्यालयले समयानुकूल आफूलाई परिवर्तन गर्न विभिन्न नयाँ प्रविधिहरू भित्राएर शिक्षण पद्धतिलाई नै आज परिवर्तन गरेको छ र आज हाम्रो विद्यालयमा विभिन्न अप्ठ्यारो तथा जटिल विषयहरूलाई प्रोजेक्टरको माध्यमबाट पढाइन्छ। कुनै पनि विद्यार्थीलाई साह्रो गाह्रो अप्ठ्यारो परेको समस्याहरूलाई समाधान गर्न सरले निकै ठुलो भूमिका खेल्नु भएको छ र हाम्रो शिक्षक शिक्षिकाहरूले आज छडीले होइन माया र प्रेरणा प्रदान गरेर आज विद्यार्थीहरूलाई अध्यापन गराउनुहुन्छ। यसै कारणले गर्दा आज हाम्रो बाल जगत बाल मैत्री विद्यालयको रूपमा स्थापित हुन सफल भएको छ र हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई उनीहरूको उमेर र क्षमता पहिचान गरेर त्यो अनुसारको शिक्षण सिकाइ गरिन्छ। मलाई लाग्छ आउँदो शैक्षिक सत्रबाट हाम्रो विद्यालयले स्मार्ट बोर्डको समेत पनि प्रयोग गर्नेछ र यहाँहरू सबैलाई थाहा नै छ विद्यार्थीहरू सबैले जिज्ञासु हुन्छन्। उनीहरू नयाँ नयाँ विषयका बारेमा जानकारी लिन तथा नयाँ नयाँ कुराहरूको बारेमा ज्ञान हासिल गर्न चाहन्छन्। यही कुरालाई मध्यनजर गर्दै यही कुरालाई पहिचान गरी हाम्रो विद्यालयमा गत 2 वर्षदेखि गायन, नृत्य तथा वाद्यवादनको कलामा निःशुल्क सिक्न पाउने व्यवस्था मिलाएको छ र फलस्वरूप आज हाम्रा विद्यार्थी साथीहरू हजुरहरू सामु कोही गायन, कोही नृत्य तथा कोही वाद्यवादकको रूपमा हजुरहरू सामु आफ्नो कार्यक्रम देखाउन सफल भएका छन् र म स्वयं पनि हजुरहरू सामु गिटार वादक बनेर यस कार्यक्रममा आफू स्टेजमा आउन सफल भएको छु र हाम्रो यस विद्यालयमा हाम्रो प्रिन्सिपल सरले विद्यार्थीहरूको समस्यालाई, आवश्यकता, क्षमताहरूलाई मध्यनजर गर्दै समय र विषय अनुसार उहाँले काउन्सिलिङ गर्दै विद्यार्थीहरूको समस्या समाधान गर्न एकदमै सहयोगी भूमिका निर्वाह गर्नुभएको छ। यसै कारणले अहिले हाम्रो विद्यालयको शैक्षिक गुणस्तर पनि एकदमै राम्रो भएको छ भन्न सकिन्छ, जुन कुरा हरेक वर्षको एसएलसी परीक्षाको नतिजाले पुष्टि गर्दछ र हाम्रो विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको भए यसरी हाम्रो समुदायमा डाक्टर, इन्जिनियर, नर्स, शिक्षक शिक्षिका, ब्याङ्क म्यानेजर आदि यसरी उत्पादन हुने थिएनन् होला। त्यसैले म यो बाल जगतको विद्यार्थी नपाउँदा एकदमै गर्व महसुस गर्छु र त्यसैगरी हाम्रो विद्यालयमा पहिले भन्दा तुलनात्मक रूपमा विकासले गति लिँदै गएको छ। हाम्रो विद्यालयमा जुन प्रयोग भएको सीसी क्यामेरा छ त्यो सीसी क्यामेराले भनेको विद्यार्थीको गल्ती पहिचान गर्न नभएर विद्यार्थीहरू कुनै मर्कामा वा कुनै समस्यामा परेका छन् कि भन्ने हिसाबले प्रयोग गरिएको हो। त्यसैगरी वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै हाम्रो विद्यालयले गत वर्षदेखि बसको समेत व्यवस्था गरेको छ। गर्मी याममा निरन्तर रूपमा जेनेरेटर चालु गरेर कक्षा कोठाको वातावरणलाई ठन्डा पार्ने कार्य गरेको छ। यस्तै मेरो विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आजको यो कार्यक्रमको पनि सफल कार्यान्वयन होस्, सफल सम्पन्न होस् भन्ने कामना गर्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। धन्यवाद।